हेलो हेलो साथीहरू नमस्ते। आई होप हजुरहरू पनि सन्चै हुनुहुन्छ होला अनि म पनि एकदम सन्चै आरामै छु साथीहरू। वेलकम टु माई एसके भ्लग। अनि आफ्टर लङ टाइम पछि मैले फेरि अर्को नयाँ भिडियो लिएर आइसकेको छु हजुरहरूको माझ साथीहरू। आज चाहिँ हामी टक्कलारा गोरु लिएर जान लागेको छौँ घाँस काट्न। कति धेरै हुनुहुन्छ, म चाहिँ अगाडि आएर टक्कलारा भिडियो गरिरहेछु नि त, अनि लाज हुन्छ। अनि त्यही साथीहरू आजको दिन चाहिँ कस्तो हुन्छ हजुरहरूको सामु प्रस्तुत गर्ने छु साथीहरू। दुईटा गोरु हो हाम्रो चाहिँ, अनि उहाँ आइरहन् दुईजना दुई बहिना चट्टला। र आज चाहिँ के कस्तो हुन्छ देखाउँछु हजुरहरूलाई साथीहरू। हेलो से हाई। हेलो हाई हाई सबैजनालाई। अनि त्यही हो साथीहरू, हामी चाहिँ तक्कला र आमा छोरा गइरहनु भयो नानी। म त पिङ खेलेको ल नास्ता बोकेर जाबीमा ल हाम्रो घरको अर्ग्यानिक, हाम्रो जङ्गलको अर्ग्यानिक पिङ। गाइस अबे हुट्टे आन्टी खेल्नु भयो। छड्डे साथीहरू अघि चाहिँ यहाँ काटेको चाहिँ मैले देखाइनँ, व्यस्त थिएँ नि त, त्यही भएर अहिले चाहिँ काट्दैछु दाउरा। ओए झोला आएर एउटा राम्रो ल्याउ नलखाए त नि है, जाउँ न भने हुन्छ कि ढाड दुखो चाहिँ नास्ता खाना पात टिप्दै हुनुहुन्छ। हामी चाहिँ नास्ता बनाउने सो साथीहरू। आन्टीले नि भारी बोक्नु भयो। दुना फुट्ने हो कि यहाँले सटाबिला खानु कोही पर्दैन होला है। चाउचाउकोमा खानु न र हुन्छ क्या चाउचाउकोमा भने टक्कला र यहाँ चाहिँ चटपट बन्दैछ साथीहरू। यहाँ दाउरा मेरो भारी उहाँ छ, यहाँ केरा छ टक्कला र साथीहरू। त्यही हो आजको दिन चाहिँ यस्तै छ।
भात होला bớt còn em còn con nó đập con ăn luôn मलाई हात धुन्छु नि मेरो हात चराको घाउ काटेको मम्मी हामी दिँदा गरम यसले मलाई हात बेच्नु दिन्छ सो साथीहरू म चाहिँ टर्कलाएर चटपटे खाएर पनि म घर आइसकेँ। मैले चाहिँ त्यहाँ धेरै हल्ला गरेँ नि त अनि भिडियोको भोइस कभर गरेँ। साथीहरू त्यही हो, अन्तिमसम्म पनि हेरेर माया साथ सपोर्ट दिनु होला। यदि नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला।